नमस्ते, मेरो नाम लक्ष्मण थारू हो। म चाहिँ बर्दिया नेचरलजको नेचरलिस्ट र आज हाम्रो कार्यक्रम चाहिँ हामी के अरे सनडाउन स्पोर्टमा हामी आज यहाँबाट पैदल मार्ग हुँदै हामी सनडाउन स्पोर्टमा जान्छौँ। यहाँदेखि हाम्रो लजदेखि त्यो सनडाउन स्पोर्टमा जानलाई करिब 1 घन्टा सवा घन्टा लाग्छ। यो हामी बिस्तारै हिँड्छौँ, धेरै होहल्ला गर्नु हुँदैन, किनकि धेरै होहल्ला गऱ्यो भने कहिलेकाहीँ कस्तो हुन्छ खतरा चिजहरू जस्तै जङ्गली हात्ती पनि मान्छेको आवाज सुन्यो भने एकदम शान्त भएर बसिरहेको हुन्छ, कति बेला हान्छ भने के थाहा हुँदैन। त्यही भएर हामी सबैको जनावरहरूको पनि चाल बुझेर जानुपर्छ। हामी हिँड्दै जाने क्रममा कहिलेकाहीँ मैले पनि नदेख्न सक्छु। केही कुरा तपाईँहरू देखिहाल्नु हो भने केही नबोलिकन तपाईँले एउटा सङ्केत गर्न सक्नुहुन्छ, जस्तै सिट मतलब बिस्तारै सुस्किएर हालेर भन्नुभयो भने म पनि हजुरहरूलाई बचाउने अलिक सुरक्षित स्थानमा लैजान सक्छु। र यो जङ्गल चाहिँ के छ भन्दा यो खाता जैविक मार्गको जङ्गल हो। यो चाहिँ इन्डियाको कतर्निया घाट वाइल्ड लाइफ सेङ्चुरीसँग यसको कनेक्टेड छ। अब यहाँ चाहिँ हाम्रो विशेष गरेर हात्ती, जङ्गली हात्तीहरू ओहोर दोहोर एकदमै हुन्छ। त्यस कारणले गर्दाखेरि हामी यहाँ जाँदाखेरि एकदमै संयम भएर शान्त भएर जानुपर्छ। तर त्यो सनडाउन भन्ने स्पोर्ट कस्तो हो भन्दा सनडाउन भनेको सूर्यास्त हेर्न जाने हो। सूर्यास्त हुँदाखेरिको त्यसको सूर्यको त्यो किरणहरू हुन्छ नि, रातो खालको देखिने, त्यसको प्रतिबिम्बहरू नदीमा एकदम पानीमा देखिन्छ, त्यसको रिफ्लेक्ट कस्तो देखिन्छ त्यो हेर्न एकदमै राम्रो देखिन्छ। तर त्यो ठाउँ फेरि बाघ, विशेष गरी बाघ, हात्ती, गैँडाहरू त्यहाँ क्रसिङ हुन्छ, एउटा जङ्गलदेखि अर्को जङ्गलमा पनि गइराखेको हुन्छ। त्यो हामी मात्रै हुँदैन कि त्यो ठाउँमा ठाकुरद्वारा यो विशेष गरेर जति पनि हाम्रो होटलहरू छन् नि यो ठाकुरद्वारा एरियामा पर्यटकीय होटलमा सबै उहाँहरूले आफ्नो पाहुनाहरूलाई पनि त्यहीँ ल्याएर बाघ, हात्ती, गैँडा देखाउने एउटा राम्रो स्पट भएको हुनाले कोही त कस्तो गर्नुभएको छ भनेपछि राष्ट्रिय निकुञ्जमा नदेखेको जनावरहरू जस्तै बाघ कति दिन गएर राष्ट्रिय निकुञ्जमा नदेखेर पनि त्यहीँ आएर उहाँहरूले स्पोर्ट गर्नुभएको छ। एकदम राम्रो ठाउँ हो। त्यो ठाउँमा बस्दाखेरि होहल्ला नगरिकन बस्नुभयो भने धेरै चान्सेस हुन्छ। अनि त्यहाँ गएर जस्तै कि फोहोर नगर्ने हैन, वातावरणलाई एकदम क्लिन गराउने, जस्तै हामीले खाएको खानेकुराहरू फोहोरहरू चाहिँ नफाल्ने।